If you don't do this, you will never get an aesthetic chest like this and this. यो भिडियोमा म तपाईँलाई तीनटा एक्सर्साइज दिनेछु जसले मेरो चेस्टलाई यो फोटोदेखि यो फोटोसम्म ट्रान्सफर्म गरेको छ। बेस एक्सर्साइज फर्स्ट एक्सर्साइज रहेको छ हाम्रो अप्पर चेस्टको लागि, जसलाई भन्दा हामी डिक्लाइन पुसअप भन्छौँ होइन। र यसमा चाहिँ तपाईँले एल्बो धेरै बाहिर फ्लेट नहान्ने, यो मैले देखाएको छु भिडियो। त्यसपछि बाहिर फ्लेट हानेर चाहिँ नगर्ने होइन, किनकि हाम्रो अप्पर चेस्टको लागि एल्बोलाई भित्रतिर टक हानेर हान्नुपर्छ। यसरी हान्दा चाहिँ तपाईँको अप्पर चेस्ट मजाले फिल हुन्छ र चेस्टलाई भुइँमा मजाले टच गर्ने होइन। दिस इज द बेस एक्सर्साइज फर तपाईँको अप्पर चेस्टको लागि होमवर्क। बेस एक्सर्साइज चाहिँ यो, दिस इज फर यो अप्पर चेस्ट। र हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ हाम्रो लोवर चेस्टको लागि, जसले हाम्रो लोवर चेस्टलाई मजाले ताक्छ। यसलाई भन्छ इन्क्लाइन पुसअप। इन्क्लाइन पुसअप यसमा पनि तपाईँको टिप चेस्टलाई टक्क भुइँमा टच गर्ने, जेमा हान्नुहुन्छ सिँढीमा जेमा हान्नुहुन्छ त्यहाँदेखि टच गराउने चेस्टलाई, ठिक छ। यो चाहिँ रह्यो हाम्रो चेस्टको लागि अन्तिम एक्सर्साइज, जसले हाम्रो मिड र लोवर चेस्ट दुइटै ताक्छ। यसमा पनि एल्बो धेरै फ्लेट नहान्ने, सुरुमा भिडियोमा देखाएको छु, अलिकति क्लोज राखेर हान्ने, जसले तपाईँको मिड र लोवर चेस्ट मजाले ताक्छ। र यो र हाम्रो चेस्टको लागि बेस्ट अफ द 3 एक्सर्साइज, जसले गर्दा मेरो चेस्ट निकै ट्रान्सफर्म भएको छ। तपाईँले पनि गर्न सक्नुहुन्छ। सो होप यु एन्जॉय द भिडियो। थ्याङ्क्स फर वाचिङ। बाई बाई।